हजुरहरू मन्दिर जानुहुन्छ, घरमा भगवानको पूजा गर्नुहुन्छ, पूजा गर्दाखेरि कुन भगवानलाई कुन बाजा बजाउनु हुँदैन यो कुराको हामी हजुरहरूलाई जानकारी दिन्छौँ। हजुरहरूले भिडियो हेर्नुहुनेछ। नमस्कार, म पण्डित प्रशान्त अधिकारी हजुरहरू समक्ष आज पुनः एउटा भिडियो लिएर उपस्थित भइसकेको छु। घरमा नित्य भगवानको पूजा गर्दा होस् अथवा कुनै पनि भगवानको मन्दिरमा जाँदाखेरि जसरी भगवती पाथिभरा भगवतीको मन्दिरमा जान्छौँ, अन्य राम जानकी मन्दिरमा जान्छौँ, भगवानका मन्दिरहरूमा जाँदा कुन भगवानको मन्दिरमा चाहिँ कुन बाजा बजाउनु हुँदैन यो विशेष विषयवस्तु म हजुरहरूलाई प्रस्तुत गर्दैछु। शिवा गारे ढल्लकम च सूर्य गारे च शङ्खकम दुर्गा गारे वंशवाद्यम मधुरिम नच बाधयेत। भगवान शिवलाई हामीले बिहानै पूजा गर्दा भगवान भोले बाबाको मन्दिरमा हामी जाँदाखेरि झल्लरी आदि गरेका बाजाहरू हामीले बजाउनु हुँदैन र देवी माता पाथिभरा आदि गरेका भगवतीका मन्दिरमा हामीले जाँदा बाँसुरीको बाजा बजाउनु हुँदैन। यी बाजाहरू यदि हामीले बजायौँ भने हामीले गरेका कर्मको फल प्राप्त गर्न सक्दैनौँ, कर्म सिद्धि हुँदैन। यो शास्त्रीय वर्णन छ। तसर्थ हजुरले पनि यी कुरालाई ख्याल गर्नुहुनेछ। अन्य सँगसँगै हामीले भगवानको पूजन गर्ने क्रममा पनि विशेष गरेर ध्यान दिएर पूजन गर्नुपर्छ। भगवान विष्णुका मन्दिरमा हामीले पुग्यौँ भने के कुराले भगवानलाई के कुरा चढ्दैन, त्यसै गरेर गजानन गणेशका मन्दिरमा पुग्यो भने गणेश भगवानलाई के चढाउनु हुँदैन। भगवती माता पाथिभरा दुर्गा भगवतीको मन्दिरमा हामी पुग्यौँ भने भगवतीलाई के कुरा चढ्दैन। र अनि भास्करम भगवान सूर्यदेवलाई के चढाउनु हुँदैन यो कुरा पनि हामी हजुरलाई जानकारी गराउनेछौँ। अक्षता हजुरले कहिले पनि चामलका अक्षता भगवान विष्णुलाई चढाउनु हुँदैन। यदि चामलको अक्षता भगवान विष्णुलाई हामीले चढायौँ भने त्यो हामीले गरेको कर्म सम्पूर्ण नष्ट भएर जान्छ। जसरी हामी शालिग्रामको पूजा गर्छौँ अनि भगवान विष्णुको मन्दिरमा पुग्छौँ, त्यसै गरेर न तुलस्या गजाननम भगवान गजानन गणेशजीलाई हामीले कहिले पनि तुलसी चढाउनु हुँदैन। यदि तुलसी चढायौँ भने गजानन भगवान कहिले खुसी हुनुहुन्न, हामीले फल प्राप्त गर्न सक्दैनौँ। न छ दुर्वया भगवती देवीको हामीले सेवा गर्दाखेरि कहिले पनि दुबो चढाउनु हुँदैन। दुब विशेष हामीले जान्नुपर्छ। अनि भास्करम न छ बिल्वपत्रै छ भगवान भास्कर भगवान सूर्यलाई हामीले पूजा गर्नु पर्यो भने कहिले पनि हजुरले बेलपत्ता नचढाउनु होला। यी कुरालाई बुझेर हजुरले भगवानको सेवा गर्नुभयो भने अवश्यमेव हजुरले गरेको कार्यप्रति भगवान खुसी हुनुहुनेछ र सम्पूर्ण फललाई प्राप्त गर्न सक्नुहुनेछ। र सँगसँगै हजुरलाई अर्को पनि हामीले विशेष महत्त्वपूर्ण जानकारी गराउँछौँ। किनभने हामी कहिले कहिले सबैतिर हामीले सुनेका छौँ भगवानका मन्दिरमा जाँदा चाहिँ सुई सुई 3 चोटि घुम्नुपर्छ, परिक्रमा गर्नुपर्छ भन्ने हाम्रो एउटा सामान्य लौकिक परम्परा छ। तर शास्त्रमा चाहिँ के कुराको वर्णन गरेको छ भने पाँचजन देवी देवताहरूको हामी पूजा गर्छौँ, भगवानको सेवा गर्छौँ, गरेपछि पूजाको अन्तिममा हामीले परिक्रमा गर्नुपर्ने हाम्रो शास्त्रीय विधि छ। अन्तिममा हामीले कुन देवताको कतिचोटि परिक्रमा गर्ने त यो बुझेर हामीले भगवानको परिक्रमा गर्ने भने हाम्रो गरेको कर्म विशेष सिद्धि पनि हुन्छ, पूर्ण सफलता पनि हुन्छ। तसर्थ हजुरले यो भिडियोलाई हेरेर यो ज्ञानलाई अवश्यमै लिन सक्नुहुनेछ। भगवती दुर्गाका मन्दिरमा हामी पुग्यौँ भने एक चण्ड्या रवे सप्त तेस्र कार्य विनायके हरे चतस्र कर्तव्य शिव शारद प्रदक्षिणा। एक चण्ड्या जसरी हामी भगवती पाथिभरा अनि त्यसरी नै हामी अन्य अन्य भगवती दुर्गाका मन्दिरमा पुग्छौँ भने हजुरले नबिर्सिकन एकचोटि मात्र परिक्रमा गर्नुहोला। भगवतीको बीज मन्त्रलाई जप्दै सक्नुहुन्छ भने सक्नुहुन्न भने पनि भगवतीलाई सम्झिँदै एकचोटि परिक्रमा गर्नुहोला। रवे सप्त भगवान सूर्यका मन्दिरमा हामी पुग्यौँ भने हजुरले अनिवार्य 7 चोटि परिक्रमा गर्नुहोला। ओम भास्कराय नमः भन्ने मनमा सम्झिँदै गनी 7 चोटि। विनायकी गणेशजीका मन्दिरमा हामी पुग्छौँ, गणेशजीका मन्दिरमा 3 चोटि परिक्रमा गर्नुपर्छ। ओम गणपतये नमः, ओम गजाननाय नमः। गणेशजीका धेरै नामहरू छन्, नामलाई स्मरण गर्दै भगवान शिवका मन्दिरमा पुग्दा शिव शारद
प्रदक्षिणा शिवको मन्दिरमा आधा मात्र प्रदक्षिणा गर्नुपर्छ। भगवान शिवको त जल जहाँबाट जान्छ त्यसलाई शिव निर्माल्य भनिन्छ। यदि त्यसलाई हामीले नाग्यौँ भने हामीले ब्रह्म हत्या गौ हत्या गरेको पाप लाग्छ। हामी पुण्य कमाउनको निमित्त भगवान शिवका मन्दिरमा जान्छौँ, हामीले गौ हत्या लिएर आयौँ भने त हाम्रो पुण्य गरेको फल प्राप्त हुँदैन। त्यसै कारणले हजुरहरूले ख्याल गर्नुहोला। हामीले अपराध गर्यौँ भने हामीले गरेको सारा पुण्यहरू नष्ट भएर जान्छन्। तसर्थ अर्ध प्रदक्षिणा हजुरले शिव भगवानको मन्दिरमा गर्न सक्नुहुनेछ। भगवान विष्णुका मन्दिरमा हामी पुग्यौँ भने चतस्रह कर्तव्य 4 चोटि परिक्रमा गर्नुपर्छ। जस्तै राम जानकीका मन्दिरमा, त्यसै गरेर अन्य अन्य लक्ष्मीनारायण भगवानका मन्दिरमा, भगवान विष्णु सम्बन्धी जति पनि मन्दिर हुनुहुन्छ, ओम नमो भगवते वासुदेवाय यो 12 अक्षरी मन्त्रलाई मनमा जप्दै जप्दै प्रदक्षिणा गर्नुहोला। यदि यो गर्नुभयो भने हजुरका समस्त मनोवाञ्छित कामनाहरू पूर्ण हुन्छन्। हस्त यही जानकारीका साथमा आजको बसाइबाट विराम लिन चाहन्छु। अस्तु परिपूर्णम।